काम मलाई गर्न खुसी लाग्थ्यो, आज त्यही कामले मलाई बितायो। भाइले आज माथिबाट पसलको चाबी खुसुक्क ल्याएर एक्लैले पसल खोलेछन्। मलाई पसल खोलेको अत्तो पत्तो थिएन। किन यत्रो बेर गरे आज आउन भनेर फोन गरेको, तल पसलमा पूजा गर्दै गरेको पो देखाउँछ। अनि तल आएर हेरेको धूप बालेर पुरै पसल भरि धुवा पुत्ताइदिएछन्। म त कहाँ जाम, धूप हेर्नु न यहाँ। अनि कुनै दिन चाहिँ पसलमा व्यापार गर्न नि मज्जा हुन्छ कि मलाई। हुन त सधैँ रमाइलो लाग्छ, तर कुनै दिन एकदम खास हुन्छ। त्यसै आज दुईजना दिदीहरूलाई समूहको लागि भनेर 50 वटा स्टिलको थाली मबाट लिनुहुन्छ। त्यसमा नाम अनिवार्य लेखिदिनु पर्ने अरे, किनभने हराउँछ नि त। म भन्दा अगाडि एकजना पसलेले नाम लेखिदिनु है भन्दा म त सक्दिनँ यत्रो 50 वटामा भनेर सामानै नबेचेका अरे। अब म त मेसिनले नाम लेख्ने भनेपछि फेरि कहिल्यै पछि नसर्ने मान्छे, तर नाम चाहिँ अलि लामै रहेछ। त्यही मेसिनलाई सेलाउँदै लेख्दै गर्दा ठ्याक्कै आधा घण्टा जति लाग्यो होला मलाई। यस्तो हात दुख्यो नि लेख्दा, तर मनी म्याटर्स भन्दै चित्त बुझायो। अनि बेलुकातिर एकजना कस्टमरले यो सानो मारे यो रक्सी पानी भाँडा एकै नजरमा मन पराउनु भयो, तर पानी हालेर चेक गरेको चुइने रहेछ। मसित फेरि एकै पिस फेरि यसैलाई पनि टालटुल गरेर घाममा सुकाएर भए पनि बेचे। कुनै दिन त मलाई लकले पनि साथ दिन्छ कि सामान बेच्न। ल आजलाई यति नै, बाँकी कुरा गर्दै गरौँला है त।